हजुरहरूको माझमा हामी फेरि पनि ल्याएर ल्याइसकेको छौँ ट्र्याक्टर ल्याएर कालो कालो देख्छ उदय सर हुनुहुन्छ यहाँ बाटो हेर्नु न यस्तो लड्किन्छ हैट त्यो लड्किन्छ गाइस बाटो ट्र्याक्टर ल्याएर अनि चाहिँ हामी पछि अघि डाँडा खाल्थ्यौँ मैले चाहिँ छेरा खालीसम्म यहाँ पनि खतरा खतरा छ यहाँ होइन ट्र्याक्टर ल्याएर चाहिँ 2 जना मात्रै छ एकजना त्यो भद्र कहाँ भात खाइरहेको छ थाहा छैन उसको चाहिँ भिनाजु त्यस्तो नराम्रो भन्न हुन्न मैले भने पनि केही जोडिन्न तर उहाँले गीत गाउने भन्नु भएको ल गीत गाइदिनु न त ल अलि यहाँ घाँटीको समस्या देखेर अहिले पछि अर्को भिडियोमा जान्छ अनि चाहिँ अर्को भिडियोमा गाउने भनेर भनिसक्नु भएको छ उहाँले चाहिँ हामी चाहिँ यहीँ तलतिर जाने हो कि जस्तो लागेको थियो उतै घरमा त हामी जाने त्यही घर यार हामी जाने चाहिँ त्यही घरमा भनेको यसले होइन भन्छ त घुमाइ त्यस्तो गतिलो त भएको छैन त्यही पनि भइरहेछ अलिअलि हेर्न सक्नुहुन्छ यहाँको सिनहरू चाहिँ बवाल छ पनि बवालै आयाम लाग्छ मलाई जहाँसम्म क्या सिन हामी फेरि पनि आइसक्यौँ यहाँ घाम त कता डुब्छ कि यहाँ यार गाइस घाम यताबाट आएर यता डुब्ने ठाउँमा तर यहाँबाट चाहिँ कतादेखि आएर त्यता डुब्छ भन्ने कुरो सुन्थेँ मैले आज बेलुका थाहा हुन्छ हिमाल लर्केट जाम तल हेर्न सक्नुहुन्छ कस्तो छ ठाउँ त्यो चाहिँ मान्छे घुमिरहने हिँडिरहने त्यो घरमा चाहिँ गाह्रो छ हजुर गाह्रो छ यता हेरेर न हजुर हजुर किन यस्तो निराश भइदिनु भएको छ कि जाऊ कि कहाँबाट जाने उताबाट त्यो झरेको हुन्थ्यो बरु यहाँ तल रोडबाट झरिसकेपछि उता जानु पर्यो त त्यो पागल जस्तो छेरी गाइज यहाँ सल्लाहका बुढा गाई सस्तैसँग गरे बच्चादेखि ल्याएर चाहिँ ठुलासम्म छ यहाँ चाहिँ यस्तै छ यहाँको सिनहरू हजुरहरूले हेर्न सक्नुहुन्छ बिरी खेल्नुपर्छ गाई चाहिँ अब यहाँ चाहिँ ट्याक्क ल्याएर गिर गया भाइ चोट त नहीं गया भाइ तेरे को अरे मैं कसको झोल मगाउने चाहिँ गाई नै मराइ होइन गाइज पक 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 गर्दैन एकचोटि पक 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 गर्दैन उदो गर्दैन यता फर्केर गर्ने कस्तो हुन्छ भनेकै मान्दैन यता हात गाई हात ध्यान केही भएन हेर्थ्यो त्यो कालै लाग्यो मेरो हातमा त कालै लाग्यो दुक्राइ मैले काटेको अस्ति भर्खर गफ पुत्ताउने लाउँछ यसले गफै हो अरू छ यसले यस्तै दाउरा काट्ने अब सिन्का नउठाउने मान्छेले यत्रो सिन्का नउठाउने नाक्दैन त बुरुक्क उफ्रेर ल मलाई हेर्नुहोस् है गाइज डन हो नि जे भयो भने मात्र घाम चाहिँ यस्तो देखिरहेछ काफलको बुट्टा चाहिँ यिनै हो नि तर काफलको भ्लग पनि आउँछ बिस्तारै हजुरहरूलाई म चाहिँ एउटा कुरा देखाउन चाहन्छु ओखर हेर्नु नि गाईको ओखर कति ठुला फलेछन् आरु पोखराको आरु हो यो किन चाहिँ आरु पोखरा हुन्छ गाई हेर्नु देख्नु पाएन होला नजिकबाट देखाइदिन्छु कि यस्तो छ यहाँ चाहिँ
चाहिँ मकैमा केही नजाओस् भनेर होला तार सार लगाएको हामी अस्ति हामी हान्ने जानु छरेन कि हेर्न आज हामी हामीलाई छरेर छर्न आज दामी छ कि हाम्रो ठाउँ चाहिँ हेर्नु न ट्याक्क ओइ हामी त यताबाट हामी त अस्ति उताबाट आएको थियौँ त उति घरमा हामी जान लाग्यो कस्तो हुन्छ अब हेर्दै हेर खान दिन्छन् नै बस्न दिन्छन् नै लखेर्ने हुन् यो पनि आएर बोकेर हो ठुल्ठुलो खाँदाखेरि सिमलातिर हुन्थ्यो यस्तै खालको अलिक ठुलो खालको हुन्थ्यो कि अरे पाक्छ कहाँ भयो हो र चाहिँ यी घरमा आउने भने कहाँ हुनु तेरो आफ्नो मान्छे म अगाडि जाऊँ न त नि आजको भ्लग चाहिँ यति नै साथ धुम होला अझै पुदिना हुन्छ खतरा चाहिँ फुल्छ यतातिर खै स्याउको बुढा यस्तो पनि स्याउको बुढा हुन्छ हावा